हेलो साथीहरु सबैलाई नमस्कार। शुभ बिहानी। आज मेरो कैँसीको बर्थडे। पुरै भिडियो हेरेर साथ सपोर्ट दिनु होला। हेर आज आएर थिए मेरो कैँसी त उनीहरु आज बर्थडे थियो। बर्थडेमा हुँ आज पार्टीमा। हेर यहाँ हमरा ब्लगर्स मात्र अर्खा मौसी बनाउन नाथे भिडियो त उन्ना देखिन नारेको हौ। इन मामा हुन् उन अंकल Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday to you. ल हेर साथीहरु बर्थडे कसो लाग्यो Sudah तपाईलाई kacau. हजुरहरुलाई Ini itu punama. Musuh-musuh जस्तै लुक्छ मुसा यता आउनु त हो नि हजुर खुट्टा यता गर कलियाका अर्खामा त्यसैमा बोल साथीहरु आज Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. क्षमा माग्छु किनभने हाम्रो टाइम बढी लागेको छ अनि भिडियो अलि लङ भएको छ त्यहाँ चाहिँ तर पुरै भिडियो हेरेर साथ सपोर्ट दिनु होला भन्न चाहन्छु म। ल हेर्नुस् मामा अब बुझाउन तर्फ लागिहाले। दिनेश दाई मात्र ह्यापी बर्थडे भनिरहेको कल्लै भनिरहेको होइन। ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु भन्दै दिन गएले जस्तो छ। अब आयो केक खाने पालो। मामाले लायो माइजूले लायो फेरि अर्को मामाको पालो आइहाल्यो। फेरि चाहिँ कसको पालो आउँछ भन्दाखेरि फेरि आउँछ अंकलको पालो सायद। मामालाई टिका लगाइहाल्यो। अब खानु पर्यो केक हैन त साथीहरु। खाने भए आउनुस् बर्थडेमा केक बेलुका फेरि बन्ने छ। यो बिहानै बनाएको हो। खाइहाल्यो केक खाइहाल्यो। हाम्रो पनि पालो आउँछ तर लामो भिडियो भइहाल्यो क्या त्यसैले यो मौसी आइहाल्यो झन् भिडियो बनाउन थियो तनुहन त हेर मौसीको पालो आयो केक खाने। मौसी त पुरै लटपटाइदिने हो कैँचालाई एकलाई मौसी एकलाई कैँचा उड्न आयो भनेला त आयो हम दुई एक है दुईको नामलाई सङ्गीताई हो। ल आयो कसको पालो अंकलको पालो आयो। टीका लगाइहाल्यो। अब ढोक दिने पालो चाहिँ कैँसीको भन्नाले कि मौसीको पालो। हाँसो त चाहिँ त्यही हो क्या हाँसो त अनमोल केसीको जस्तै हाम्रो हिरो अनमोल केसी जस्तै। अंकल पनि त्यति अनमोल केसी तिनीहरूलाई लाज भनिरहेको छ मेरो मौसी। दिनु परेन त पर्यो। अब यसले ढोक दियो मुन्डो राख्नु पर्ने थियो हातै राख्यो केही छैन। अरू अब केक खाने पालो दुईले केक खाइहाल्यो। अब पालो आउँछ दिनेश दाईको। यस्तै लागिरहेछ मलाई दिनेश दाई आउँछन् दिनेश दाईको पालो। दिनेश दाई जल्दी आऊ आइहाल्यो दिनेश दाईले पहिला रुपियाँ दियो फेरि टीका लाउनु पर्यो। अब केक खाने पालो दिनेश दाईको। यसले एक अंडा वाले न्यारे उसका ल दिनेश दाईको पालो पनि खत्तम।
अब पालो आयो मेरो। म चाहिँ एकदमै लाउनु छाडेर ठ्याम भए पो लिएको छु। ल खाएबटी हाले पहिला चाहिँ खाइहाले अब पालो मेरो खुवाउने। तर पहिला आफैले खाए फेरि खुवाउने पालो चाहिँ मेरो। ल हेर्नुहोस् खाइहालेछ। अब म लाउने भनेर मम्मीले लागिरहेको लगाइहालेँ। पनि लाउँछु अब हेर्नुहोस् पुरै लागिहाल्यो पुरै मुखमा पुरै ढोगिँदाखेरि चाहिँ त्यो केक पनि आफ्नै उमा लगाएर आएँ। अब आयो छोटीको पालो। ले जिउडो तानी तानी लाग्दैछ। हेर्नु न कति मजा आइरह जिउडो तानी तानी लाउँदैछ। मौसीको यो भिडियो बनाउँदा बनाउँदै हालत खराब भइहाल्यो जस्तो छ। किनभने अब राम्रो निकाल्नु हुन्न। ल हेर्नुहोस् अब त्यसको पालो केक खाने खाप पहिला नै तानिहाल्थेँ। अब दिदीलाई खुवाउने पालो अब आयो खुवाउने पालो। जसको बर्थडे हो त्यसलाई चाहिँ मजै आउँछ किनभने खुसीको दिन हुन्छ। अनि जन्मदिनको लाखौँ लाख शुभकामना भन्दै अब एक छोटीको पालो आउँछ। छोटी छ नि त्योभन्दा पनि यो त आफ्नै तालमा हुन्छ। टिका पनि लाउन पुग्दैन किनभने लगाइहाल्यो। यति मान्छे दोकानमै आइरहेछन्। दोकानमा आएर बनाएको यो भिडियो। अनि हेर्नुहोस् साथीहरू यस्तो पो बनाइरहेछन्। राम्रो लाग्यो भने कमेन्ट लाइक सेयर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। सबैले साथ सपोर्ट दिनु होला। फलो गरिदिनु होला। यसले आफ्नै तालमा खाएर मुख पनि राम्रो बनाइछ। अब के खुवाउने भयो काटेर होइन हातले नै खुवाइछ। ल हेर्नु कति राम्रो हेर्दाखेरि पनि आँसु लागेर पो आउँछ। हेर्नुहोस् सबैको यस्तो भएको छ। हस्त धन्यवाद सबैलाई धन्यवाद।